गनाउन भन्नु भने जाऊँ न अगाडि जाऊँ खेन त राको म पनि बस्दा मिल्छ रे खै त्यहीँबाट त जानु भने अनि अप्ठ्यारो होइन होला यहाँ छैन के त छैन अनि कसरी छिर्ने त छ भने छ अर्दैन मेरो विचारमा यहीँ त अप्ठ्यारो छ भनेको हो खै मन लाइट तिम्रो अफ गर न मलाई छिराउनुलाई नै गाह्रो छ ल हो नजाने त पर्न त अथे हेर त तिमी ल फेरि आउनुलाई अप्ठ्यारो हुन्छ नि हेर ट्राई गर त आउने पनि खोइ त यहाँ के त छैन नि यहाँबाट खोइ त यहीँसम्म मात्रै छ ल हेर त यता यता लेफ्टतिर हेर नि तिम्रो छिरो मिल्छ दि मैले देखाइरहेको छु त यो पनि त्यो थाहा हुने मान्छे पाइन्छ कि अलिकति हिँड्छ हुन्छ नि कहाँ छिर्न लाग्थ्यो यहीँ भित्र छिर्नु पर्ने रहेछ कि यता लेफ्टमा होइन खोइ यति दिन त भयो कसरी दिने म तिमीलाई म बेला तिमी तल छोडिदिनु न त होइन तिमी माथि आऊ अझ फेरि माथि आउने खोइ दिन त आऊ यहाँसम्म मात्रै यहाँ मात्रै रहेछ ल कसरी छ ठिक छ ठिक छ आउनु त बिस्तारै आउनु त कि म भाइलाई मात्र गरेर आउने आउनु फुल छ भने लिएर तिमी पहिला आउनु पर्यो स्पेस छैन फेरि होइन मैले देखाइरहेको तिमी अफ गर तिम्रो मोबाइल केटीहरू आउन गाह्रो हुन्छ है सक्दैन यहाँ चढ्नै त गर्नु पर्छ यहाँसम्म मात्र लिएर आउनु यहाँ मलाई त भयो भयो म अहिले माथि आउँदा लिएर छु Right. ल यहाँ ज्याकेटले अड्किरहेछ बिस्तारै आउनु टेन्सन नलिनु जाने भिनाज खोइ के गर्ने जान्न हो यो अलिम पुगेर आइसक्यो मेरो पालो कसरी जाने पहिला खुट्टा पखाइदिनु अनि जिउ यो ग्यापको बिचबाट पखाउनु ल म नजानु पर्ला त्यहाँ खुट्टा ठ्याक्कै राख्नु आउँछ कि हेर्नु त पहिला त्यसै जाने छर्के अझै छर्के भएको जानु हो त्यसरी चाहिँ चढ्न अप्ठ्यारो हुन्छ यता साइडबाट चाहिँ सजिलो छ कि यहाँबाट छैन यहाँ जाने डर लागिरहेको त्यहाँबाट अड्किन्छ भने के यो जिउ छ नि जिउ यो माथिको ग्यापमा छिराएको ठ्याक्क सजिलो हुन्छ टुटीमा न अनि छ ख
केटीहरू त जान सक्दैन जान सक्छ केटीहरू कहाँ सरुनालाई स्वागत भयो नि तलसम्म जानुपर्छ ल एकचोटि लाइट चाहिँ देखाउनु त तपाईँ नचाहनु ल मेरो मोबाइल चाहिँ समात्नु न मेन ठन छिरे जुत्ता त खाएको छु थाको वे ज्याल दे मगाउनु लाइट छ क्या दाइ लाइट किन हेलो गाइज कम हियर जय शम्भु कैलाशपति हो ठुकी थर्ना क्वामा चाहिँ दाइ ठ्याक्क जिउ चाहिँ चुहेलाको मालको वन सम्झेको ठ्याक्क सही क्या ठन्डाल चुहेन अमल पा चाहिँ चुहे लाग्यो भएको छु ठन्डालको अमल चुट लाग्यो का लगाइज गएको छ है हाम्रो सुजन भाइ हाम्रो ओलिम भाइ गएर आइसक्यो डब्टेश्वर महादेवमा बिस्तारी बिस्तारी नआँटी यसलाई देखाउ न ल्युनी साइड ठ्याक्क टुट्यो एङ्गल मिल्न भयो ए यहाँ त छैन त यार छ पछाडि त्यता होइन ओलिम गएर पुगेर आइसक्यो केटीहरू गाह्रो हुन्छ अलिकति त्रिशुलले झन् झन्डै राख्ने ठाउँ नभइदिरहने ल आउने भाइ आउनु ल ओ आका निम न्यानी ला खण्डालको वेबले चाहिँ मलाई ओलिम किन बत्तिँदा नदे गला रजिन भाइ चाल म पल्खा भने जिम भन्यानो माला मिस बि त्यहाँ दिदी एक्लैलाई त्यहीँ राखेर आएको अलिम गएन अलिम जाऊ न अलिम गराइसक्यो रे अलिम एक्लै हुन्छ तिमी जाऊ न मोबाइल छ नि फैया झन्ची चाचो म सटर भयो नि निरिया जिउ बाङ्गो या ठुक्साइदे राइट राइट माल वा ठन्नी वा पल्ख ए भाइ आऊ जाने हो कि होइन ल जाके डेट पठाऊ कोकी सुजन भाइ डुएट पनि हेर्नु टेन्सन क्यामा घुम त नि आख्न सुजन घुम त नि आख्न जिसका त्रया छ छैन दौड लागिरहेको ए पल्ख है तिम्रो नच अलिम थन टच गर पल्ख मामा अनि दिदी या खर्च कर लाइट को क्यों घंटे उठ्या चलु न माथि आउँछ नि अनि ल अब त्यही वेफै मफैलाई ख नि सो जिक्वा बेटा सुन आश आश ताई जान कमाल सलुन त छोइ छ पहिला ख सलुन त पहिला छोइ सो अन्न खतरा ठाउँ मलाई त्यहाँनिर किन यस्तो भइरहेको यहाँ बत्ती किन नपालेको अब यहाँ जहिले बाल्छ नि यो
어디서 타고이 Dah salah kan semal ka. Pada salah kan त्यस्तो छ हो त्यहाँ बिस्तारो भएर त्यही आँटी तिम्रो चाहिँ नाउ तिमी भाटामा आँटी चाहिँ अनि पर्दैन म त्यहाँ अन्दाज म ज्याइटा नुई का Tahu, turn light can say. Kawa, बिस्तारो भए चुया ज्वरो हाला Zon fe mal ka. के पर्छ जिउ मोबाइल ड्रेस क्या कि रहा था